नमस्कार। म अहिले यहाँहरूका समक्ष सरकारले भर्खर मात्र प्रस्तुत गरेको बजेट 83-84 को बारेमा यसको चिरफार गर्न यहाँहरूका समक्ष उपस्थित भएको छु। बजेट 2083-84 राहत, सुधार र विवादका सङ्केतका केन्द्रबिन्दुमा रहेर मैले यहाँहरूका समक्ष यी कुराहरू राख्नेछु। अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटले एकातिर कर्मचारी, मध्यम वर्ग र निजी क्षेत्रलाई केही राहत दिएको छ भने अर्कोतिर पेन्सन, राजनीतिक अनुदान र कर नीतिका विषयमा नयाँ बहसको ढोका पनि खोलेको छ। समग्र रूपमा हेर्दा यो बजेट खर्च नियन्त्रण, निजी क्षेत्रको सहभागिता र आर्थिक गतिविधि विस्तारतर्फ केन्द्रित देखिन्छ। सबैभन्दा बढी चर्चा अहिले कर्मचारीको पारिश्रमिक वृद्धिले पाएको छ। तलब, ग्रेड र प्रोत्साहन भत्ता जोड्दा कर्मचारीको आम्दानी करिब 21% बढ्ने देखिएको छ। अधिकतम तलब 1 लाख रुपैयाँभन्दा माथि पुगेको छ। तर यहीँनिर एउटा प्रश्न के उब्जिएको छ भने कर्मचारीको तलब बढ्दा पेन्सनधारीलाई समान अनुपातमा लाभ नपुग्ने हो भने उनीहरू मर्कामा पर्नेछन्। राज्यले सेवानिवृत्त कर्मचारीको जीवनयापनलाई पनि समान रूपमा ध्यान दिनुपर्छ। तर यो बजेटले त्यो दिएको देखिन। बजेट यस्तो किसिमको घुमाएर, यस्तो कम्पाउन्ड हिसाब गरेर राखिएको छ जोले गर्दा एकातर्फ कार्यरत कर्मचारीहरूको तलबमा वृद्धि भएर एउटा पाउने सुविधा त छ, तर त्यसको लागि पनि हेर्नुपर्ने हुन्छ। र तर यो पेन्सन जस्तै पाएर त्यसैको आधारमा आफ्नो जीवन चलाइरहेका छन् तिनीहरूको वृद्धि भने 10% मात्र हुन गएको छ। 21% का कुरामा उनीहरूको कति प्रतिशत हुनुपर्ने हो, अब त्यो विषयमा पनि एउटा चर्चाको विषय अहिले रहिरहेको छ। राजनीतिक दललाई अनुदान दिने विषयमा वृहत बहस घोषणा गर्ने अर्को चासोको विषय अहिले बनेको छ। बजेटले राज्य कोषबाट दललाई सहयोग गर्ने अभ्यास केही विकसित लोकतन्त्रमा भए पनि नेपाल जस्तो स्रोत सीमित देशमा यसको औचित्यमाथि प्रश्न उठ्छ। यसले दलहरूको सङ्ख्या थप बढाउने र राज्यमा निर्भर राजनीतिक संस्कृति विकास गर्ने यो राज्यमा चाहिँ निर्भर हुने राजनीतिक संस्कृति चाहिँ विकास गर्ने कुरालाई पनि हामीले नकार्न मिल्दैन। आयकर छुटको सीमा 10 लाख रुपैयाँसम्म पुर्याई र करको उच्च दर 29% झारिनु मध्यम आय भएका नागरिकका लागि राहतको खबर हो र यसले उपभोग क्षमता बढाउन सक्छ र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग गर्न सक्छ। र सरकारले चुरोट, मदिरामा 10% अन्तशुल्क बढाएको छ। यो राजस्व सङ्कलनसँगै स्वास्थ्य सुरक्षाको नीति पनि हो। कर वृद्धि भएपछि उपभोग घट्ने अपेक्षा गरिन्छ, जसले दीर्घकालीन रूपमा जनस्वास्थ्यका सकारात्मक प्रभाव पार्न सक्छ। निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने व्यवस्था ऊर्जा क्षेत्रमा अर्को महत्त्वपूर्ण सुधार हो। यसले सार्वजनिक निजी साझेदारी अथवा पीपीपीलाई बलियो बनाउनेछ। उत्पादन, प्रसारण र व्यापारमा प्रतिस्पर्धा बढ्दा ऊर्जा क्षेत्र थप प्रगतिशील बन्न सक्छ अथवा गतिशील बन्न सक्छ। नेपाल वायु सेवा निगममा पनि धेरै चर्चा हुने गर्छ। यसपटक नेपाल वायु सेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्ने घोषणा पनि उल्लेखनीय छ। वर्षौँदेखि वित्तीय र व्यवस्थापकीय समस्या रहेको निगमलाई व्यावसायिक ढङ्गले सञ्चालन गर्न सके यसको सुदृढीकरण सम्भव छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न मूल्य अभिवृद्धि करमा 10% छुट दिने व्यवस्था गरिएको छ। यसले नगद रहित कारोबारलाई बढावा दिन्छ, कर प्रणालीलाई पारदर्शी बनाउँछ, डिजिटल अर्थतन्त्रको विस्तारमा सहयोग पुर्याउँछ र कृत्रिम बुद्धिमत्ता एआई र डिजिटल प्रणालीको प्रयोग बढ्दै गएको सन्दर्भमा यो कदम समय सापेक्ष देखिन्छ। तर प्रत्येक नेपालीको हातमा यो प्रविधि जान्न सक्ने ज्ञान हुनु पर्यो, त्यो प्रविधि साथमा हुनु पर्यो र त्यसको प्रयोग गर्ने अवस्था सिर्जना गर्न पर्ने उत्तिकै अर्को कठिन विषय पनि हुन सक्छ। खर्च कटौतीतर्फ सरकारले ब्राजिल, डेनमार्क लगायतका 6वटा कूटनीतिक नियोग खारेज गर्ने निर्णय गरेको छ। विदेश स्थित नियोगको प्रभावकारिता र
लागत बीच सन्तुलन खोज्ने प्रयासका रूपमा यसलाई लिन सकिन्छ र अनि आवश्यक नभएका संरचनामा खर्च घटाउनु यो सकारात्मक थियो। यति मात्र होइन, विगतका कतिपय योजनाहरू, कतिपय समितिहरू पनि यो सरकारले खारिज गरेको छ। र ब्याङ्कमा वर्षौँदेखि निस्किएर रहेको कोषको रकम जो त्यत्तिकै पढेर बसिरहेको छ, यसलाई परिचालन गर्ने यो कुनै व्यक्तिहरूको, संस्थाहरूको यस्तो रकम पनि रहिरहेको हुनसक्छ र हकवालाले मागेपछि फिर्ता दिने व्यवस्था पनि यसले गर्दैछ। यो उसको सरकारको लागि नयाँ प्रयोग हो। यसले बजारमा तरलता अभाव हुँदा शुल्क परिचालन गर्न सहयोग गर्न सक्छ, तर पारदर्शिता र कानुनी सुरक्षा भने सुनिश्चित गर्नुपर्ने हुन्छ। विद्युतमा मासिक 50 युनिटभन्दा बढी खपत गर्ने उपभोक्तालाई भ्याट लगाउने व्यवस्थाले कम खपत गर्ने नागरिकलाई राहत त दिएको होला, तर यसले ऊर्जा बचतको सन्देश पनि दिन्छ र यद्यपि मध्यमवर्गीय परिवारमाथि थप भार पर्न सक्ने चिन्ता पनि रहन्छ। एकातर्फ इन्डेक्स चुलोको दिने कुरा गरिएको छ, अर्कोतर्फ विद्युत महसुल बढाइएको छ। यसले खास ठुलो काम गर्छ कि गर्दैन मध्यमवर्गको लागि भन्ने कुरा पनि अर्को चर्चाको विषय अहिले रहेको छ। महानगर र उपमहानगर बाहेकका क्षेत्रमा सिनेमा हल खोल्ने लगानीलाई 10% आयकर छुट दिने व्यवस्था सांस्कृतिक तथा मनोरञ्जन उद्योग विस्तारका लागि यो सहायक कदम हो। यसले साना सहर र जिल्लाहरूमा लगानी, रोजगारी र स्थानीय आर्थिक गतिविधि बढाउन मद्दत पुर्याउन सक्छ। तर यसको अर्को पाटो हेर्दा बजेटले सिनेमा हल खोल्नेलाई 10 वर्ष आयकर छुट भने पनि समस्या करको छुट मात्र होइन, बजारको दिगोपन पनि हो। हाम्रो यही रूपन्देहीकै उदाहरण हेर्ने हो भने एक समय भैरवा, बुटोल आसपासमा धेरै चलचित्र हलहरू थिए, साना ठुला चलचित्र हलहरू थिए, तर आधुनिक सुविधा भएका मल्टिप्लेक्स र हाइभिजन हल आएपछि पुराना हलहरू बन्द भए। यसको मुख्य कारण कर होइन, दर्शकको रोजाइ, सेवा गुणस्तर र बजार प्रतिस्पर्धा थियो भन्ने कुरालाई पनि हामीले बोल्नु हुँदैन। समग्रमा यो बजेटले निजी क्षेत्रलाई प्रोत्साहन, डिजिटल अर्थतन्त्रको विस्तार, खर्च नियन्त्रण, आर्थिक गतिविधि बढाउने सङ्केत दिएको छ। तर पेन्सनधारीको अवस्था, राजनीतिक दललाई अनुदान, निष्क्रिय कोषको परिचालन तथा कर संरचनाका केही पक्ष भने अझै बहस र स्पष्टताको विषय बनेका छन्। बजेटको वास्तविक सफलता कागजमा भएका घोषणाभन्दा कार्यान्वयनमा निर्भर रहनेछ। समग्रमा यो बजेटले निजी क्षेत्रलाई प्रोत्साहन, डिजिटल अर्थतन्त्रको विस्तार, खर्च नियन्त्रण र आर्थिक गतिविधि बढाउने सङ्केत दिएको छ। तर पेन्सनधारीको अवस्था र राजनीतिक दललाई अनुदान, निष्क्रिय कोषको परिचालन तथा कर संरचनाका केही पक्ष भने अझै बहस र स्पष्टताको विषय बनेका छन् भन्ने कुरा मैले माथि नै उल्लेख गरिसकेको छु। घोषणाभन्दा कार्यान्वयनमा निर्भर बजेट रहनुपर्छ र कार्यान्वयन हुन्छ कि हुँदैन सुधारको सङ्केत देखिएको बजेट, तर परिणाम कार्यान्वयनले नै यसलाई भविष्यमा तयार गर्ने हो। हामीले त्यसको लागि केही समय सरकारले कसरी यो बजेटलाई परिचालन गर्छ भनेर हेर्नुपर्ने अवस्था छ। अहिलेलाई यति, फेरि भेटौँला। नमस्कार, धन्यवाद।